हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग साथीहरू। आज चाहिँ मैले डे 1 मिनी ब्लग बनाएको छु साथीहरू। अनि सन्चै हुनुहुन्छ सबैजना। मैले चाहिँ बिहानको सुरुवात सबै काम भ्याएर किचनबाट सुरु गरेँ साथीहरू भिडियो बनाउन। मैले हेर्दै जानुहोस् मैले के गराउँदैछु। त्यसपछि मेरो बुढा उठेर आएर पानी पनि खानुभयो साथीहरू। अनि के अरे आमा र नाति भएर खेल्दैछन्। अनि साथीहरू यस्तै छ। अनि मैले सब सफा गरेर अनि साथी बाबुलाई खाना खुवाउन लाएँ। बाबु चाहिँ आमासँग खेलिरहेको छ, घरको आमासँग। अनि त्यसपछि बाबाले चाहिँ बाबुलाई खेलाउँदै हुनुहुन्छ हेर्न सक्नुहुन्छ साथीहरू। अनि त्यसपछि हामी फ्यामिली भएर टक्क एउटा भिडियो बनायौँ। पछि फेरि म साथीहरू अब नजिक बसे यस्तै त म फेरि माइत गएँ। मम्मीको 1 गते बसल बन्द हुन्छ नि त साथीहरू। अनि म मेहन्दी लगाउन बोलाउनु थियो, मेहन्दी सेन्दी लगाइदिएर फेरि म आएँ साथीहरू। अनि फेरि साँझको खाना बनाउने बेला भइहाल्यो साथीहरू। हामी चाहिँ आजभोलि दिउँसो नास्ता खाँदैनौँ, एकैचोटि साँझ खाना खान्छौँ साथीहरू। अनि त्यसपछि झोल बनाए तरकारी। अनि त्यसपछि हामीले मासु खानको लागि बनायौँ। फेरि मम्मी आउनुभयो यता, मम्मीको बिदा थियो नि त हिजो, त्यही भएर फेरि नातिलाई हेर्न आउनुभयो। अनि पछि हामीले आज कति मासु खाने, आज छोइला खाऊँ भनेर साथीहरू छोइला बनाएर टक्क छोइला खाएको यस्तो मिठो भयो साथीहरू। यो गरममा अमिलो पिरो टक्क मजा आयो साथीहरू छोइला खान। अनि हामी छोइला खाएर अब हामी मम्मीको 1 गते बिदा थियो। अनि कहीँ घुम्न जाऊँ न, मलाई बस्दा बस्दा झ्याउ लाग्यो भन्नुभयो। त्यसो ल जाऊँ न त भनेर अनि साँझ पख हामी अब कान्ति दाल भाइरल छ नि त साथीहरू आजभोलि, कमलको फुल फुल्ने अनि विवास छोरो मेरो निदाएर हैरान साथीहरू, जाँगर पनि निदाउँछ। अनि त्यसलाई उठाए हेर्नु सक्छ साथीहरू, पुरै मेलै लाग्यो कि आमामा यति भिड थियो के कुरा गर्नु र यति भिड थियो हेर्न सक्नुहुन्छ। अनि त्यसपछि हामी फर्किने बेला त साँझै भइसक्यो थियो। कस्तो राम्रो सिन भयो थियो साथी, हेर्दा त मनमा खासै राम्रो आएन। अनि हामी फोटोसोटो खिच्यौँ, अलिअलि एउटा भिडियो सिडियो बनायौँ। अनि बाबुसँग फेरि राति धेरै हुन्छ भने हामी फर्केर हामी हेर्न सक्नुहुन्छ साँझ यस्तो राम्रो देख्यो थियो साथीहरू। अनि मम्मीले चाहिँ सकी नसकी नातिलाई बोक्दै हिँड्नुभयो थियो। पछि मेरो बुढो आउनुभयो लिनको लागि। अनि त्यसपछि हामी एउटा टक्क भिडियो सिडियो बनायौँ मैले फेरि। अनि हामी यस्तो गरम भयो थियो साथीहरू। अनि त्यही भएर उखुको जुस खायौँ 3 जना भयो। मम्मीले हेर्नु ठोक्काइदिएर पोखाइदिनु भयो। अनि मजा आएर यति आनन्द आयो साथीहरूको कुरा गर्नु। अनि घर आएर विवांशसँग म खेलिरहेको छु। यो विवांश हेर्नु चकचक, यसको चकचक हेरेर त के कुरा गर्नु। विवांशलाई आएर खानासाना खुवाए साथीहरू। खानासाना खुवाएर यससँग अब एकछिन राति त यो ढिलो सुत्छ कि। अनि बुढा पनि तलबाट आएर मुख सुख धुनुभयो। अनि हामी सबै एउटैमा सुत्छौँ नि त साथीहरू, गर्मी छ। अनि एसी चलाएर टक्क लाएर सुत्छौँ। दुध खाने बेला थियो मेरो, दुध खायौँ। अनि त्यसपछि साथीहरू साँझ राति भइहाल्यो। अनि मेरो छोराको चकचक हेर्न सक्नुहुन्छ साथीहरू। गुड नाइट।